भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भनेको जग्गा नभएका व्यक्तिहरू, अव्यवस्थित बसोबासी भनेको सुकुम्बासी अव्यवस्थित लगायतका मान्छेहरूलाई कसरी जग्गा दिने, कति जग्गा दिने, कस्तो जग्गा दिने भन्ने विक्रम बराल र भूमि समस्या समाधान आयोगको उद्देश्य भनेको अहिले पदम सरले भने जस्तै कस्ता जग्गाहरू दिन मिल्दैन भनेर जानेछौँ। एकचोटि के कस्ता जग्गाहरू दिन मिल्छ सम्पूर्णमा नमस्कार। मेरो नाम पदम छेत्री। म चाहिँ अहिले हाल भूमि समस्या समाधान आयोग तनहुँ जिल्ला समितिको चाहिँ अमिन पदमा कार्यरत छु। हामी चाहिँ आज अब भूमि आयोगको अधिकारहरू अथवा भूमि आयोगले चाहिँ सुकुम्बासी अव्यवस्थित लगायतका मान्छेहरूलाई कसरी जग्गा दिने, कति जग्गा दिने, कस्तो जग्गा दिने भन्ने हिसाबले चाहिँ हामी सानो छलफल गर्दैछौँ। मेरो साथमा हुनुहुन्छ विक्रम बराल ज्यू। हजुर नमस्कार, म इन्जिनियर विक्रम बराल। आज हामी दुईजना पदमजी र म छौँ। आजको विषय हामीले भूमि समस्या समाधान आयोगले के कस्ता खालका जग्गाहरू वितरण गर्छ र के कस्ता जग्गाहरू चाहिँ भूमि समस्या समाधान आयोगले वितरण गर्दैन भन्ने विषयलाई उजागर गर्नेछौँ हामी दुईजना मिलेर। सर्वप्रथम त भूमि समस्या समाधान आयोगको उद्देश्य भनेको अहिले पदम सरले भने जस्तै सुकुम्बासी, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासलाई नेपाल सरकारले जग्गा दिने कार्यविधि ल्याएको छ होइन सर। अब त्यसमा चाहिँ हाम्रो के कस्ता जग्गाहरू, पहिला चाहिँ हामी के कस्ता जग्गाहरू सरकारले दिन मिल्छ र के कस्ता जग्गाहरू दिन मिल्दैन भन्नेमा जानेछौँ। सर एकचोटि के कस्ता जग्गाहरू दिन मिल्छ अलिकति भनिदिनु त हजुरले। अब जग्गा दिनेको हिसाबले चाहिँ हाम्रो अब भूमि आयोगको अध्यादेश अनुसार अब यो ऐलानी पर्ती जग्गाहरू हामी चाहिँ भूमि आयोगले चाहिँ के छ भन्दा सरकारी लगायत ऐलानी जग्गा, पर्ती जग्गा तथा नदी उकासहरू जस बसोबास लायक अथवा बसोबास भइरहेको जग्गाहरू चाहिँ दिन मिल्ने भन्ने छ। अब दिन नमिल्ने जग्गाहरूको चाहिँ हजुरले यसो भनिदिनु पर्यो। दिन मिल्ने जग्गाहरू भनेका ती नै हुन् जुन मिल्ने बाहेकका, दिन मिल्ने बाहेकका अन्य जग्गा भनेको दिन नमिल्ने हो। र यी दिन नमिल्ने जग्गाहरूभित्र के कस्ता जग्गाहरू पर्छन् भने जस्तै वन क्षेत्रका जग्गाहरू, वनमा हिजो नापी हुँदाखेरि वनमा परेका जग्गाहरू, अनि धार्मिक संस्कृतिसँग जोडिएका जग्गाहरू जसको धार्मिक महत्त्व छ, हिजोबाटै त्यसका धार्मिक एजेन्डाहरू रहेका जग्गाहरू, अनि अन्य जग्गाहरू भनेका निकुञ्जबाट संरक्षित जग्गाहरू, कुनै पनि संरक्षण क्षेत्रभित्र परेका जग्गाहरूलाई पनि दिन मिल्दैन। त्यसै गरी अन्य जग्गाहरू जसले चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले चाहिँ भोलिका दिनहरूमा के कस्ता नयाँ एजेन्डाहरू राखेर त्यो जग्गामा फलाना चिजहरू बनाउने, संरचना बनाउने, जस्तै खेल मैदान हुनसक्छ, एयरपोर्ट हुनसक्छ अथवा अन्य कुनै सरकारका एजेन्डाहरू छन् त्यहाँ भने त्यस्ता जग्गाहरूलाई पनि दिन मिल्दैन। त्यस्तै हो। अनि लगभग अघि सरले नै भनिसक्नु भएको छ, दिँदाखेरि चाहिँ जग्गा जोखिम भएको जग्गा दिन मिल्दैन भनेको बस्न लायक जग्गा भनेपछि चाहिँ जोखिमयुक्त जग्गाहरू पनि दिन मिलेन। जस्तै खोलाले तत्कालै हान्ने खालका जग्गाहरू होइन, त्यस्ता जग्गाहरू चाहिँ दिन मिलेन। अनि वन मेजर कुरा भनेको रुखले ढाकिएका जग्गाहरू दिन मिलेन। अनि प्राकृतिक अहिले भने नि त मैले खोला नदीले हान्न नमिल्ने अन्य पनि प्राकृतिक प्रकोपहरू हुनसक्छ, त्यस्ता जग्गाहरू पनि हामीले दिन मिलेन। अनि विशेष गरी सार्वजनिक जग्गा दिनै मिलेन। जुन चाहिँ सार्वजनिक जग्गा हो दिन मिल्ने भनेको सरकारी जग्गा हो, पर्ती जग्गा हो, सार्वजनिक जग्गा भनेपछि दिनै मिलेन। र अनि दोस्रो कुरो सरकारको एउटा चाहिँ भनौँ एउटा योजना चाहिँ के ल्याएको छ वन क्षेत्रको जग्गामा भन्दा तपाईँको वन क्षेत्र हिजो वन क्षेत्रमा जन्मिएको तर हाल आबाद कमोद बसोबास गर्दै आएको त्यहाँको बोट बिरुवा नभएका र आबाद लायक जग्गा, आबाद कमौत गरेर बसेका जग्गाहरू पनि जिल्ला समितिको निर्णय उप चाहिँ त्यो दर्ता हुन सक्ने निर्देश अहिले भूमि समस्या समाधान आयोगले गरेको छ। ल वेल, हाम्रो अघि कस्तो किसिमको जग्गाहरू दिने अथवा कस्तो नदिने भन्ने कुराहरू भइसकेको छ। अब हाम्रो चाहिँ यो आयोगको उद्देश्य भनेको चाहिँ मेन भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाहिँ व्यवस्थित गराउने अथवा जग्गा दिने भन्ने चाहिँ हो। अब यसमा के छ सर, भूमिहीन सुकुम्बासी भनेको अथवा भूमिहीन दलित अथवा भूमिहीन
दलित अथवा अव्यवस्थित बसोबासी भनेको चाहिँ प्रश्न पार्दिनु। सर्वप्रथम त हामीले भूमिहीन सुकुम्बासीबाट म गएँ। 3टा क्याटेगोरी सरले भनिसक्नु भएको छ। भूमिहीन सुकुम्बासी भनेको सर्वप्रथम त कहीँ पनि जग्गा नभएको, नेपाल अधिराज्यभरि कुनै पनि ठाउँमा जग्गा नभएको र नेपाली नागरिक भएको, नागरिकता भएको, नेपाली नागरिक भएको व्यक्तिलाई सुकुम्बासी, भूमिहीन सुकुम्बासी भन्दछ। त्यसै गरी भूमिहीन दलित भनेको चाहिँ भूमिहीन सुकुम्बासी नै हो, तर दलित आयोगले चाहिँ दलित भनेर प्रमाणीकरण गरेको। र त्यसै गरी अव्यवस्थित बसोबास भनेको चाहिँ कुनै ठाउँमा चाहिँ उहाँको चाहिँ जग्गा भएको, उहाँको नाममा जग्गा भएको, तर कुनै अन्य ठाउँमा चाहिँ आबाद गरेर भन्न खोजेको पूर्वकालदेखि हैलानी जग्गा चाहिँ पहिलादेखि नै उहाँहरूले कमाउँदै आएको, बसोबास गर्दै आएको जग्गालाई चाहिँ अव्यवस्थित बसोबास भन्छ। यी 2टा भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले चाहिँ नेपाल सरकारले निःशुल्क जग्गा उपलब्ध गराउँछ, जसले न्यूनतम सरकारको संविधान अनुसार पनि उहाँहरूलाई चाहिँ हाम्रो संविधानमै तोकिए अनुसार घाँस बाँस र कपासको व्यवस्था भने चाहिँ यो भूमिहीन दलितलाई चाहिँ बाँसको व्यवस्था गरिन्छ भने अव्यवस्थित बसोबासलाई चाहिँ जिल्ला समितिले सहित सम्पूर्ण कमिटीहरूको छलफलबाट निश्चित राजस्व तोकी उहाँहरूलाई नापजाप पश्चात जग्गा उपलब्ध गराउने प्रक्रियामा गइन्छ। र भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भनेको जग्गा नभएका व्यक्तिहरू, अव्यवस्थित बसोबासी भनेको निश्चित सरकारले रकम लिएर उहाँहरूलाई चाहिँ जग्गा उपलब्ध गराउने योजना हो। ठिक छ सर। अब हाम्रो यो भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थितलाई चाहिँ अव्यवस्थित बसोबासीलाई चाहिँ जग्गा चाहिँ कुन कुन ठाउँमा कसरी अथवा कति मात्रामा दिन सकिने व्यवस्था गरिएको छ त? धन्यवाद सरलाई। सुकुम्बासी, भूमिहीन सुकुम्बासीलाई विभिन्न क्षेत्र अनुसार र पालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका क्षेत्र अनुसारलाई क्षेत्रफल छुट्याएको छ। सर्वप्रथम त हाम्रो काठमाडौँ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको शहरी क्षेत्रमा चाहिँ 130 वर्गमिटर जग्गा दिने निर्णय गरिएको छ। 130 वर्गमिटर भन्नाले 4 आना जग्गा चाहिँ यो शहरी क्षेत्रभित्र 4 आना भन्दा बढी दिन नमिल्ने हाम्रो नियम रहेको छ। र उक्त क्षेत्र बाहेकको क्षेत्रमा 10 आना 2 दाम जग्गा दिने चाहिँ पहाडी क्षेत्रमा, अब माथि मैले अघि उल्लेख गरेका जग्गा क्षेत्र बाहेकको क्षेत्रमा चाहिँ 10 आना 2 दाम जग्गा दिने निर्णय रहेको छ। त्यसै गरी कृषिका लागि भने यो मैले भनेको जग्गा आबादको लागि थियो, र कृषिको लागि हो भने चाहिँ अझ फरक ढङ्गले सरकारले ऐन ल्याएको छ, जसमा कृषिको लागि तराई र भित्री मधेसभित्र 2000 वर्गमिटर यानि कि 3 रोपनी 14 आना 3 दाम, र हिमाली तथा पहाडी क्षेत्रमा 3000 वर्गमिटर यानि कि 5 रोपनी 14 आना जग्गा रहेको छ। कृषिका लागि चाहिँ सरकारले अझ धेरै प्रोत्साहन गरेको हामीले पाइन्छ। चाहिँ हामीले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई के कति जग्गा दिन मिल्छ भन्ने कुरालाई प्रश्न पारेका छौँ। फेरि म पुनः भन्न गइरहेको छु, आवासका लागि शहरी क्षेत्र हो, काठमाडौँ उपत्यका हो, उपमहानगरपालिका हो, महानगरपालिका हो, नगरपालिका हो भने मात्र 4 आना आवादको लागि दिन मिल्ने छ। र उक्त क्षेत्रभन्दा बाहिर हो भने चाहिँ 10 आना 2 दाम चाहिँ आवादको लागि, बसोबासको लागि दिन मिल्ने छ। कृषि प्रयोजनको लागि फरक रहेको छ, मात्र 2000 वर्गमिटर तराईको क्षेत्रमा, भित्री मधेसको क्षेत्रमा र हिमाल एवं पहाडी क्षेत्रमा 3000 वर्गमिटर रहेको छ भने अव्यवस्थित बसोबासलाई फरकै व्याख्या र यसको फरकै क्षेत्रफल रहेको छ। यसलाई चाहिँ अघि भने जस्तै यो चाहिँ निश्चित राजस्व तिरेर लिने जग्गा हो, र यसको पनि काठमाडौँ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा यसको पनि 4 आनासम्म जग्गा चाहिँ आवादको लागि दिने भनिएको छ। र त्यसै गरी
यो सहरी क्षेत्रमा मैले उल्लेख गरेका क्षेत्र बाहेकका क्षेत्रमा भने 10,000 वर्ग मिटर चाहिँ आवाजको लागि मैले उल्लेख गरेका सहरी क्षेत्र भन्दा बाहेक चाहिँ 1000 वर्ग मिटर चाहिँ जग्गा उपलब्ध गराउन मिल्दछ आवासको लागि। त्यसै गरी कृषिको लागि भने 10,000 वर्ग मिटरसम्म यो चाहिँ धेरै नै छ, निश्चित राजस्व तिरेरै गर्ने कुरा हो। 10,000 वर्ग मिटर भन्दा बढी चाहिँ उपलब्ध गराउने भन्ने नियम रहेको छ। यसै गरी सबै कुराहरू उल्लेखित अघि जे कुराहरू गरियो सबै कुराहरू यिनै हुन्। सरले पनि राम्ररी प्रस्ताउनु भयो। अब हाम्रो आजको लागि चाहिँ हामी यति नै भन्दै दाइको भ्लगमा विभिन्न अपडेट लिएर फेरि पनि आउने छ। र एउटा कुरा छुटाउनै नहुने कुरा, हाम्रो जग्गा दर्ताका लागि लगत सङ्कलनको कार्यक्रमहरू विभिन्न जिल्लामा सुरु भइसकेको छ र त्यो सङ्कलनका लागि आफू नजिकको वडामा गएर लगत सङ्कलन गर्नु हुन हार्दिक अनुरोध गर्दै हामी दाइको भ्लगबाट बिदा हुन्छौँ। ल, लाइक एन्ड सब्सक्राइब है त गाइज।